मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे म मन मिल्ने मान्छे भेट्दा संसारले भुल्ने मान्छे संसारले भुल्ने मान्छे अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। नमस्ते, मेरो नाम सराना श्रेष्ठ, म गायिका तथा निर्देशक हुँ। अब हालसालै अहिले म केही गीतहरू चाहिँ बाहिर लिएर आइरहेको छु। कुनै कुनै गीत तपाईँले हेरिसक्नुभयो होला, कसैले चिन्नुहुन्छ, कसैले चिन्नु हुँदैन होला। चिन्नु नहुनेहरूलाई चाहिँ मेरो युट्युब च्यानल सराना श्रेष्ठमा मेरो गीत सङ्गीत, मेरो निर्देशन गरेका केही क्रिएसनहरू हेर्नलाई म चाहिँ नि अनुरोध गर्दछु। नमस्ते, म रोहन शाक्य, म चाहिँ म्युजिसियन हो। म चाहिँ स्पेसली चाहिँ गिटार ट्युटर हो अनि यस सम्बन्धीमै लागिरहेको छु अहिले, म्युजिक सम्बन्धीमै। यो ओरिजिनल गीत चाहिँ अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे। यसको लिरिसिस्ट चाहिँ मेरो बुवा मदन कृष्ण श्रेष्ठ अनि यसको सङ्गीतकार चाहिँ हाम्रो नु वज्राचार्यजी हुनुहुन्छ अनि त्यसपछि भोकल चाहिँ बुवाकै भइहाल्यो अनि अहिले कभर चाहिँ मैले गाउन लाग्यो। अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे 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 म मन मिल्ने मान्छे भेट्दा संसारले भुल्ने मान्छे संसारले भुल्ने मान्छे अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे। यो कति वर्ष अगाडिको गीत हो के याद होला? यो चाहिँ लगभग 3 डेकेड चाहिँ भयो, 33-34 वर्ष अगाडि गीत हो होइन, आजभन्दा धेरै पहिला गरिएको गीत। अनि यो गीत चाहिँ मेरो बुवाले रसियामा भिडियो रेकर्ड पनि गर्नुभएको थियो। रिसेन्टली यो मसञ्चारको युट्युबमा 4K वाला क्वालिटीमा पनि निकाल्नु भएको छ कि नयाँ होइन पुरानो भिडियोलाई 4K मा कन्भर्ट गरेर अलिकति क्वालिटीमा हेरोस् भनेर सेम भिडियो 4K मा कन्भर्ट गरेर मसञ्चारको युट्युब च्यानलमा पनि राखेको छ। त्यो बेलामा यो गीत चाहिँ अब हाम्रो घरमा चाहिँ एकदम पपुलर थियो यो गीत, किनभने बुवाले गाइरहने अनि हामीलाई पनि कण्ठ, मान्छेले चाहिँ त्यतिको सुनेको थिएन। तर धेरै कमले जति अहिले पपुलर भयो नि त्यो टाइममा पपुलर भएको थिएन। अनि अहिले एकैचोटि अब सोहरूमा कभरहरू सबैले धेरै गाउँदा गाउँदा पपुलर भएको देख्दा बुवाले नि घरमा भन्नुहुन्छ कि कुनै कुनै गीत पपुलर हुन चाहिँ धेरै वर्ष लाग्दो रहेछ पनि भन्नुहुन्छ कि कभर गीत गर्नु भन्यो उसले। अनि मैले आजसम्म मैले कभर गीत भनेकै गरेकै छैन कि लाइफमा। अब मैले आफ्नै फाटाफुट अलिअलि फिल्मदेखि लिएर अब नन फिल्मीदेखि लिएर आफ्नै गीतहरू म्युजिक भिडियो त्यस्तो चाहिँ गरेको छु, तर अरूको गीतमा कभर चाहिँ कहिले पनि गरेको थिइनँ। अनि उसले कभर गर्नु भने कुन गीत गाउने रातभरि सोच्नु, मलाई भोलि जवाफ दिनु भन्यो। कति सोचेँ पछि मलाई आयो रोहन भने कुन भने मैले अरबौं भने उसले आहा भनेर अनि त्यसरी गरे। बुवा गाएपछि कभरसँग पहिला बुवाकोबाटै सुरु गरौँ न त भनेर। योभन्दा पहिला चाहिँ कसैको पनि कभर अब घरमा गीत गाएको त के कभर है त्यस्तो त गर्ने गरेको छु, तर अफिसियली रेकर्ड गरेर चाहिँ गरेको छैन। फर्स्ट सङ है एकदमै राम्रो लाग्यो मलाई पनि। त्योभन्दा पनि अघि सुनिरहँदाखेरि चाहिँ मलाई मेन भनेको त्यो जुन अघि मैले पनि भने जुन हामी पार्टी हुँदाखेरि एकदम रिल्याक्सिङ टाइपको होइन, जस्तै कपालले मजाले नाच्दै गाउनु मिल्दै रहेछ है।
हो त्यो एकदम राम्रो आइडिया भने है नवीनले जस्तै उसले के भने भने अरबौ ठ्याक्कै प्ले हुँदाखेरि कुनै पार्टीको रिसेप्सनमा दुला दुलैले एउटा कपल डान्स भन्ने गर्छन् नि त्यस्तोमा पनि हुने रहेछ यो गीत जुन किसिमले ले पनि हुँदो रहेछ यो गीतलाई एकदमै लभ सङमा केटा र केटी मात्रैमा सीमित नभएर छ नि बाउ छोरी बाउ आमा आमा छोरी भाइ दिदी भाइ जसलाई पनि रिलेट चाहिँ समान स्पेसल जो पनि हुनसक्छ नि अनि यो अब कुरा आइहाल्यो है यो गीत चाहिँ अब लिरिसिस्ट तपाईँको बुवा नै हुनुहुन्छ होइन यो कहाँ कसरी सृजना भयो अथवा कसलाई सम्झेर गर्नुभयो त्यस्तो केही आइडिया छ तपाईँले धेरै पहिला लेखेको गीत हो त्यो बेलामा अब मैले पनि सोध्थेँ कसलाई सम्झेर लेखेको भन्दाखेरि तिमीले सम्झ्यौ भने तिमीलाई मम्मीले सम्झ्यौ भने मम्मीलाई त्यस्तै भन्नुहुन्थ्यो ड्याडले पहिले त्यसो हुन्छ हरिवंश अङ्कल भयो हरिवंश अङ्कल जसलाई जसले सम्झ्यो उसैलाई हो यो गीत भन्नुहुन्थ्यो तर ड्याडले कसलाई सम्झेर लेख्नु भएको चाहिँ मलाई थाहा छैन अब तर अब पछि कस्तो हुन्छ भने सुन्दै जाँदाखेरि लाइफको सिचुएसन अनुसार कसलाई कसलाई मिल्दै जाँदो रहेछ त्यो तर मेरो विचारमा यसो सम्झिँदा चाहिँ पक्कै पनि ड्याडले त्यो मम्मीलाई नै लेखेको हुनुपर्छ त्यो गीत ड्याडले अब मैले कसलाई लेखेको भनेर सुन्दाखेरि मलाई चाहिँ दुख्छ भनेर मलाई तिमीलाई भने होला तर वास्तव मम्मीलाई नै हो उहाँहरूकोमा र तपाईँकोमा के फरक पाउन सक्छौँ त अब त्यो चाहिँ कस्तो नै बाहिर आएपछि मात्रै थाहा हुन्छ किनभने हरेक अडियन्सले कसरी सुनेर त्यो कसरी रिलेट गर्छ उहाँहरूलाई के मनपर्छ त्यो गीतमा जस्तै स्वर मनपर्छ कि होइन अब त्यो फेरि डेफिनेटली पहिला कम्पेयर गरिहाल्छ अब हामीलाई चाहिँ कसरी बुवाको गीत अब मैले गाएको भन्दाखेरि त्यो कम्पेयर चाहिँ भइहाल्छ अब बुवाको लेभलमा त त्यो पुग्नै सकिँदैन तर अब फिमेल भर्जनबाट एउटा आउँदाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ म अडियन्सलाई नै छोडिदिन चाहन्छु एक्सपिरियन्स भन्दाखेरि पनि मेमोरेबल भन्दा पनि हामीसँग टाइम चाहिँ धेरै कम थियो त्यति बेला के हो टेक्निकल्ली अब के नहुँदैन हाम्रो है 1 बजे सुट हुने पर्ने ठाउँमा हाम्रो 3 बजे 3:30 बजे भयो 5 बजे त प्याकअप त्यहाँबाट फेरि अर्को ठाउँमा जानुपर्ने थियो हामीलाई एउटा टेरेसको सुट थियो तपाईँको है त्यहाँ पनि सकाएँ तर ओभरअल चाहिँ सबैको कुरा मिलेर नै होइन रमाइलो चाहिँ धेरै रमाइलो है मलाई चाहिँ किन रमाइलो लाग्यो भने यो होल नयाँ यङ टिमहरूसँग काम गर्न पाएँ मैले किनभने पहिला अब एउटा टिम हरेक आई थिङ्क यो म्युजिक भिडियोमा चाहिँ सकेसम्म नयाँ मान्छेहरूसँग काम गर्दा चाहिँ रमाइलो हुन्छ किनभने हरेक मान्छेले के सिकिन्छ नि त अनि त्यो एनर्जीहरू त्यो यङ एनर्जीहरू आफूमा पनि ट्रान्सफर हुने दिनभरि है हामी एकदमै एनर्जेटिक भएर काम गरेको थियो रमाइलो लाग्यो कभर गीतमा पनि हामीले चाहिँ सुटिङ गरे जस्तै रमाइलो थियो तपाईँले क्यामेरा पनि आइडिया रहेछ तपाईँ भनौँ न ओभरअल सबैमा अलिअलि भयो भने तपाईँलाई ज्ञान रहेछ होइन त्यो सबै आफै सिक्नुभएको कुनै आफै सिकेको कुनै बुवाले धेरै जस्तो बुवाले सिकाएको कुनै त्यो अब जेनेटिकली आफै अब जस्तै स्वर सिक्न मिल्दैन नि त स्वर त भगवान्ले दिएको अलिअलि हुनुपर्छ अनि त्यसलाई आफूले कतिको शार्पन गर्ने कतिको अभ्यास गर्ने त्यो चाहिँ आफूमा भर पर्छ हाम्रो यो मन है उहाँ त अलिकति हाम्रो कमेडी फिल्ड अथवा कमेडी च्याम्पियनसिपमा लागिरहनु भएको छ होइन त्यस्तै तपाईँलाई पनि अलिकति इन्ट्रेस्ट लागेन कमेडीतिर कमेडीमा चाहिँ म अब त्यसै तपाईँहरूले देखिहाल्नु होला होइन त्यसै हामी साथीहरू भेटघाट गर्दा चाहिँ म कमेडी के भन्ने अब म फनीकै छु तर जुन ड्याडीले र दाइले एउटा किसिमले लग्नु भएको छ नि त त्यसरी चाहिँ मैले लगेको छैन मेरो अब आफ्नै स्टाइल छ आफ्नै प्याटर्न छ जस्तै म चाहिँ डिरेक्सनमा मेरो रुचि बढी छ गायनमा मेरो बढी रुचि छ मलाई कमेडी गीत गाउन सुहाउँदैन कि जस्तो त्यस्तो पनि फिल हुन्छ म एकदम फनी टाइपको मेरो पर्सनालिटी भए पनि मलाई गीतहरू चाहिँ अलिकति रोदन मेलोडी सिरियस त्यस्तै बढी मनपर्छ भनौँ न अब भर्खर तपाईँले भन्नुभयो डिरेक्सन भन्नुभयो होइन फोटोग्राफी भन्नुभयो एज अ सिङ्गर पनि भन्नुभयो होइन तपाईँले आफूलाई चाहिँ के भन्नु रुचाउनुहुन्छ सिङ्गर भन्नु रुचाउनुहुन्छ कि मलाई चाहिँ खै अरू धेरैले के भन्छ तर मान्छेले चाहिँ मलाई चाहिँ एज अ सिङ्गर र एज अ डिरेक्टरै चिनोस् जस्तो लाग्छ डिरेक्सन चाहिँ पछि आएको मेरो इन्ट्रेस्ट पछि आएको प्यासन हो सिङ्गिङ त म आफू सानो 5 वर्ष हुँदाखेरि नै गाएको मैले धेरै पहिलादेखि हुन्छ अब यो हाम्रो गीत रिलिज कहिले गर्ने सोध्नुभएको छ तपाईँले अब यो रोहनले कहिले रिलिज अब छिटै हुन्छ सिद्धिने बित्तिकै हुन्छ अब भिडियो एडिट गर्नु पर्यो होइन अनि अडियो पनि अलिअलि बाँकी छ जस सकेसम्म हामी छिटै अपडेट गर्छौँ तपाईँको फ्यान्स फलोवर्सहरूलाई एउटा फाइनल मेसेज दिनु परेन के दिनुहुन्छ
अब हामीले चाहिँ नि हरेक आफ्नो क्रिएसनलाई चाहिँ एकदमै 100% दिएको हुन्छौँ। तपाईँहरूले हेरिदिएर त्यसमा फिडब्याक दियो भने चाहिँ त्यसले हामीलाई ऊर्जा मिल्छ। त्यसैले जतिले हेर्नुहुन्छ आफ्नो दिलबाटै आफ्नो मनबाटै आफ्नो त्यो बेलामा कस्तो मुडमा तपाईँले हेर्नुहुन्छ त्यस्तै मुडको फिडब्याक दिनु होला, ताकि हामी चाहिँ त्यसमा करेक्सन गर्नुपर्छ भने करेक्सन, अथवा हामी अर्को क्रिएसन गर्नुपर्छ भने अर्को क्रिएसन, हामीलाई जस्ट इन्करेज गर्नु, त्यही नै भन्न चाहन्छु। साथसाथै अब तपाईँले अब तपाईँको फ्यान्सहरूले अथवा फलोवर्सहरूले केमा फलो गर्न सक्नुहुन्छ? जस्तै तपाईँको युट्युब, इन्स्टा त्यस्तो केही दिन चाहनुहुन्छ कि? हजुर, मेरो सराना श्रेष्ठ भन्ने युट्युब च्यानलै छ। मैले धेरै पहिला खोलेको, तर म बिचमा अब आउजाउ धेरै नेपालमा धेरै नबस्ने भएको कारणले गर्दाखेरि त्यो च्यानल डेड भएको छ। अहिले चाहिँ मैले अब जति आयो त्यो जति राख्ने, त्यस्तो अन एन्ड अफ छ। त्यसमा पनि मैले जति पनि काम गरेँ त्यसमा राखेको छु। मेरो युट्युब च्यानलको स्पेलिङ चाहिँ SARANA सराना अनि SHRESTH श्रेष्ठ। अब म पनि मेरो फलोवर्सहरूलाई यही भन्न चाहन्छु होइन, म यस्तै राम्रो राम्रो क्रिएसनहरू गरिरहन्छु होइन, अनि सबै जेनरको म्युजिकलाई पनि रेस्पेक्ट गर्नुपर्छ, त्यही भन्न चाहन्छु। हुन्छ, थ्याङ्क यू सो मच है। तपाईँहरूको यो गीत चाहिँ एकदमै पपुलर होस् है। हुन्छ पनि मलाई थाहा छ, सुन्दाखेरि नै एकदमै राम्रो बनेको छ है। आजको तपाईँको टाइमको लागि थ्याङ्क यू सो मच। नमस्ते। मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे, संसार नै भुल्ने मान्छे, अरबौं मान्छेहरूमा तिमी